जुनसुकै व्यक्ति यो देशको प्रधानमन्त्री आए पनि उनीहरूले माग्ने भनेको भिख नै हो। जबसम्म प्रदेश संरचना खारेज गरिँदैन तबसम्म यो देशमा जुनसुकै व्यक्ति चाहे भगवान विष्णु नै अवतार बनेर यहाँ प्रधानमन्त्री भएर आए पनि यो देश चलाउन सक्दैनन्। किनकि त्यो खर्च त मेन्टेन गर्न पर्यो। त्यो पैसा कहाँबाट ल्याउने? अनि विदेशीसँग ऋण काट्ने। आज यो देशमा अहिले मात्रै आजको दिनसम्म 26 खरब 70 अरब 65 करोड रुपियाँ आजको वैदेशिक आज तपाईँको सार्वजनिक ऋण छ। आज एकजना नेपालीको थाप्लोमा 91,756 रुपियाँ पर्छ। आज हेर्नुहोस् यो प्रदेश संरचना पालेर आज हामीले के गरेका छौँ। आज टाढा जानु पर्दैन। तपाईँले अहिले नै स्पष्टका साथ तपाईँ भारतमा जानुभयो भने अहिले आएको नयाँ स्कर्पियो गाडीलाई 38 लाख रुपियाँ पर्छ, नेपाली 38 लाख। तर त्यही गाडी नेपालमा 1 करोड 24 लाख रुपियाँ पर्छ। ल 38 लाखमा 10 लाख रुपियाँ तपाईँको बेच्ने मान्छेले फाइदा खायो भने त्यो 48 लाख भयो। 48 लाखमा 1 करोड 24 लाख घटाउनुहोस् त। एउटा गाडी किन्ने मान्छेले 76 लाख रुपियाँभन्दा बढी पैसा सरकारलाई कर दिन्छ। एउटा स्कुटर चढ्ने मान्छे आज भारतमा झन्डै 1.5 लाख रुपियाँ पर्ने स्कुटर यहाँ तपाईँको 2.5 लाखदेखि 3 लाख रुपियाँ पर्छ। आज एउटा स्कुटर चढ्ने मान्छेले 1 देखि 1.5 लाख रुपियाँ कर तिर्छ राज्यलाई। एउटा मोटरसाइकल चढ्नेले भारतमा तपाईँको 2 देखि 3 लाख रुपियाँ पर्ने मोटरसाइकल यहाँ 5.5 देखि 6 लाख रुपियाँ पर्छ। आज त्यो मोटरसाइकल चढ्नेले 2.5 लाख रुपियाँभन्दा बढी कर राज्यलाई तिर्छ। आज एउटा ट्याक्सीको कुरा गर्नुहोस्। अहिले तपाईँले ट्याक्सी चढ्नुहुन्छ, ट्याक्सी 40 लाख रुपियाँभन्दा तल आउँदैन नेपालमा। तर त्यही ट्याक्सी गाडी अहिले पनि हुन्डाई कम्पनी र तपाईँको अहिले पनि सुजुकी हुन्डाईका गाडीहरू भारतमा जाने भने ती गाडी 8 देखि 9 लाख रुपियाँ पर्छ। नेपाली रुपियाँ, त्यो भारतीय होइन। 8 देखि 9 लाख नेपाली पर्छ। तिनलाई तपाईँको फाइदै खाने हो भने 15 लाख मात्रै नेपाली रुपियाँ पर्ने गाडी यहाँ 40 लाख तिरिरहेका छन्। एउटा ट्याक्सी चलाउने ट्याक्सी ड्राइभरले आज यो राज्यलाई झन्डै तिरेन भने 20 देखि 22 लाख रुपियाँ कर तिरिराखेका छ। तर त्यो कर कहाँ गइराखेका छ? त्यो कर प्रदेश संरचनामा मुख्यमन्त्री पाल्दै गएको छ। त्यो कर प्रदेशका मन्त्री पाल्दै गएको छ। त्यो कर स्थानीय तहका गाडी हुँ र हुँ गरेर गएको छ। आज खर्च कति छ स्थानीय तहमा? आज एकछिन स्थानीय तह हेर्नुहोस्। एउटा स्थानीय तहले 40 करोड रुपियाँ वार्षिक बजेट छ भने 20 देखि झन्डै 50% त उसले तपाईँको कर्मचारी र त्यहाँको मेयर र तपाईँको गाउँपालिका अध्यक्षलाई पाल्दै खर्च भएको छ। आज नेपालका 753वटा गाउँपालिका अध्यक्षहरू गएर हेर्नुहोस्, एउटा होइन 2-2वटा गाडी चढेर हिँड्छ। आज राज्यको सम्पत्ति त्यहाँ दोहन भएको छ। यो संविधानको व्यवस्थाले गर्दा भएको। यसलाई नियन्त्रण नगर्दासम्म, प्रदेश खारेज नगर्दासम्म जनताले तिरेको कर, जनताले आज शिक्षा पाए, जनताले आज रोजगार पाए। आज